हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामीहरू काफल खान जाँदैछौँ यता माथि अनन्त लिङ्गेश्वरतिर। हामी चाहिँ 4 जना मिलेर जान लाग्यो, मेरो 2टा नन्द, मेरो बुढो अनि म। काफल कति नै धेरै पाउँछ भनेर खुसी हुँदै हुँदै आएको त हामी। ल हेर्दै जाऊँ भने त हामीले कति काफल पायौँ भनेर। काफल खाने भए हजुर नि आउनु है साथीहरू, यता माथि अनन्त लिङ्गेश्वरतिर। मैले चाहिँ काफलको बुट्टा, हेर्नु न यो झोला, कति ठुलो झोला लिएर आएको मैले काफल टिप्ने भनेर। अनि म चाहिँ लुरु 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 हिँडिरहेको छु माथि बराङमा। यति माथि हिँडिसकेँ, गाह्रो भइसकेको थियो मलाई नि। मेरो बुढोले चाहिँ काफलको बुट्टाहरू हेरिरहनु भएको थियो, कुन बुट्टामा चढाउँ भनेर। अलिअलि झरेको छ कि भनेर हेर्दै हुनुहुन्थ्यो। मैले चाहिँ अलिअलि आफ्नो कपालहरू मिलाइहालेँ। त्यसपछि मेरो बुढो रुख चढ्न थाल्नुभयो। अलिअलि माथि जाँदा जाँदै पुरै टुप्पामा पुगिहाल्नु भयो। मलाई त लास्टै डर लाग्छ, म त रुख चढ्न नि जान्दिनँ है साथीहरू। तपाईँ चाहिँ जान्नुहुन्छ कि जान्नु हुँदैन कमेन्ट गर्नु ल। हेर्नु न कति माथि चढिसक्नु भयो कि ऊ माथि टुप्पामा। अनि मैले पनि 2टा काफल चाहिँ भेटाइहालेँ खोजेर। अनि मेरो बुढोले माथिबाट टिपेर फालिदिनु भयो यो हाँगा। अनि हामीले खाँदै थियौँ, एकदमै अमिलो अमिलो थियो। अनि हामीले यति बनायौँ, घर लगेर नुन खुर्सानीसित साँधेर खाने भनेर यति बनाएर घर ल्याएँ। चाहिँ तल बरेङबाट ओर्लिँदैछु, मलाई चाहिँ एकदम रुगा लागिरहेछ कि। अनि हामी सबैजना घर फर्क्यौँ। मेरो बुढो चाहिँ पुरा बाँदर जसरी झर्दै हुनुहुन्छ कहाँ टुप्पामा पुगेर। अनि हामी सबैजना घर फर्किन थाल्यौँ। बहिनीहरू चाहिँ स्कुटरमा गए, हामी चाहिँ बाइकमा। मेरो भिडियो मन परेमा लाइक, सेयर, कमेन्ट गरिदिनु है त। ओके, बाई बाई साथीहरू।